Hi everyone! अहिले चाहिँ हामी घरबाट निस्क्यौँ अनि हामीले आज भोजन तनाउ जान लागेका छौँ। सुन्तला फलेको ठाउँमा हामी चाहिँ यही मिस्टर आले अनि म आज पछाडि दाइ र आसे बेटा त्यसपछि दाइ र दिदी पनि आउँदै हुनुहुन्छ। हामी चाहिँ भर्खरै घरबाट निस्क्यौँ। अब हामी गीत बजाइसकेर भेट्नेछौँ। बाई। हामी चाहिँ घर आइपुग्यौँ सुन्तलाको बगैँचामा। अब चाहिँ हामी मम्मी बाबासँग भेट्नेछौँ। यो नै हो हाम्रो घर, गाउँको घर, तर रमाइलो छ। यहाँ बाबा मम्मी निस्किनु भयो। ल सबै बाई। हेर्नुहोस् गाइस हाम्रो बगैँचाको सुन्तला। वाउ कति रमाइलो, साह्रै रमाइलो। के छ? ठिक छ। सुन्तला खाने? सुन्तला खाने? ल ल ल ट्राई गरिहालौँ न त। वाह ओहो लोकल सुन्तला। ओहो ल छोरीलाई लुकाउने हो क्या हो? छोरीको लागि। वाउ कति राम्रो हिमाल। ओहो सुन्तला गाइस, जाम सुन्तला थियो। यति धेरै सुन्तला छ, कुन टिप्ने? यो वाउ। अब हामी रेस्ट गर्छौँ अनि यसो निस्किन्छौँ फ्रेस भएर। बाई। खाना खाने बेला भयो। तरकारी छ हेर्नुहोस् यहाँ, रायोको साग, अचार र यो रायोको छ, लोकल कुखुराको मासु अनि यहाँ नो छ्याङ, दिस इज दाल। ओके देख्नुभएको साथीहरू कति रमाइलो छ। म त यहाँ फेरि रमाइलो गर्दैछु। गाउँघरको रमाइलो भनेको यस्तै हुन्छ। घर नजिकैको खोलाको कलकल गरेको आवाज, साथसाथै झ्याउकुरीको झ्याउझ्याउ, सुन्तलाको मिठो स्वाद र मिठो बास्ना। रमाइलो छैन त गाउँघरको जिन्दगी? हामी चाहिँ अहिले खाना खाएर घर फर्किसकेर पनि हामी सुत्ने बेला भइसक्यो। अब हामी सुत्छौँ। आज धेरै थके लागेको छ। अहिले चाहिँ 10 बज्न लाग्यो। अब हामी भोलि बिहानै उठेर भेट्नेछौँ। ल बाई, गुड नाइट। 6 hours later. गुड मर्निङ एभ्रिवान। हामी चाहिँ उठिसक्यौँ। अहिले चाहिँ घाम लागेको छैन, जाडो पनि छ। अनि अहिले चाहिँ हामी खाजा बनाउँदैछौँ। रोटी तातो तातो चिया र रोटी खाँदैछौँ। अब हामी चाहिँ यहाँ रोटी बेल्दैछु।
भाइहरू ब्रेड बनाउँदै हुनुहुन्छ, दिदी चिया पकाउँदै हुनुहुन्छ, अचार बनाउँदै हुनुहुन्छ। म चाहिँ रोटी बेल्दैछु, अब रोटी पकाइछु खाना बेला। हाई एभ्रिवान, आज चाहिँ हाम्रो सेकेन्ड डेज हो। हामी चाहिँ खाना खाएर पनि निस्किसक्यौँ बाहिर डुल्नको लागि। डुल्न भन्दा पनि हामी चाहिँ यही दाइको घरतिर जान्छौँ, यसो डाँडा पाखा घुमेर आउँछौँ। हाम्रो सबैजना निस्किनु भइसक्यो, म पनि रेडी भइसकेँ, अनि मिस्टर आले पनि रेडी भएर भिडियो बनाइँदै हुनुहुन्छ। र हामी चाहिँ यही बाटो जाने हो। हाम्रो यता देख्न सक्नुहुन्छ हिमाल कति राम्रो देखिन्छ है। अब चाहिँ हामी निस्किहाल्छौँ र बिच बाटोमा अपडेट गर्छौँ हजुर साथीहरू। हामी चाहिँ यही बारीमा हिँड्दैछौँ, यहाँ देख्न सक्नुहुन्छ हजुरहरूले कोदो फलेछ। यहाँ चाहिँ खास बाटो चाहिँ थिएन, यो बारी नै हो। अनि यो कोदो रोपेर पनि हिँड्नको लागि चाहिँ बारी बनाएको हो। हामीलाई चाहिँ अब यस्तै नै त हो, गाउँमा जन्मेको हुर्केको भएर गाउँ नै रमाइलो लाग्छ, गाउँ नै प्यारो लाग्छ। यहाँको रहन सहनदेखि लिएर खानेपानीदेखि लिएर सबै थोक हावापानीदेखि लिएर सबै मिठो लाग्छ। यहाँको चाहिँ यस्तै हो, गाउँको जिन्दगी धेरै नै रमाइलो छ। साथीहरू हामी चाहिँ अहिले तल ओह्रालो झर्दैछौँ बाटोमा। हामी चाहिँ अहिले यो सर्टकट बाटो आएको हो। यो चाहिँ हाम्रो गाउँघरको बाटो यस्तै नै हुन्छ। बाटो चाहिँ अलिक डर लाग्दो नै छ है, मलाई त फेरि बेसी डर लाग्छ बाटो होइन। बाटो चिप्लो चिप्लो पनि छ। फाइनली हामी बाटोमा आइपुग्यौँ। हामी चाहिँ अहिले धेरै हिँडिसक्यौँ, माथिबाट यहाँ आइसक्यो। हामी तल धेरै नै तल आइसक्यौँ। अब हामी जान पर्ने ठाउँ चाहिँ त्यो पारी निलो टिन देखेको छ नि, हो त्यो घरमा हो। वहाँसम्म हामी हिँड्दै जानुपर्छ। अहिले थाकिसक्यो हामी चाहिँ। ल पुगेपछि हामी भेट्छौँ। हामी सुन्तला टिपेर आयौँ। अझै धेरै टिप्ने छौँ हामी। यो अलैँचीको बोट हो अरे है, मलाई पनि थाहा थिएन, मैले अहिलेसम्म चिनेको थिएन। अलैँचीको बोट चाहिँ देखेको थिएन अहिलेसम्म। यहाँ चाहिँ रहेछ है अलैँचीको बोट। त्यस गाउँमा आएर थाहा पाइन्छ अलैँचीको बोटहरू, कफीको बोटहरू धेरै थरीको छ नि। यो चाहिँ कफीको बोट हो है, यहाँ कफी फलेछ है। यो कफी हो, यो पाके अलिक पाक्ने बेला भएको रहेनछ। पाकेपछि टिपेर ठट्टाउने, कोही पाकेछ कोही पाके छैन यस्तो रहेछ। यहाँ सबै कफीको झ्याङ त्रै जुका आउँछ। अबै त्यस्तो भए त नछुनी होला। यहाँबाट अब माथि उकालो चढ्ने। श्रीमानजीलाई ठिक्क परेछ। कहाँ? ओ यही यो सब पाकेको कफी है, पाकेको कफी।